Hello and what's up guys, welcome to my new video. यदि तपाईहरुलाई पनि स्पोर्ट प्लेयर बन्नु छ र कसरी ग्राइन्ड गर्ने त कसरी ग्राइन्ड गरेर चाहिँ हामी स्पोर्ट प्लेयर बन्छौं त कुन चाहिँ स्ट्र्याटेजी लगाउँदाखेरि चाहिँ हामी T1 प्लेयर बन्छौं त FFNC स्प्रिङहरु हामी कसरी खेल्न सक्छौं त भनेर चाहिँ म यो भिडियोमा भन्न जाँदै छु र तपाईहरुले भिडियो मिस नगरिकन सुरुदेखिबाट त्यो लास्ट मिनेटसम्म तपाईहरुले हेर्नु होला र कस्तो हुन्छ भिडियो त्यो पनि भन्न सक्नुहुन्छ र पहिलो टपिक चाहिँ हाम्रो के रहेको छ भने पहिलो टपिक चाहिँ तपाईहरुले टिम कसरी खोज्नुहुन्छ भने टिम चाहिँ कसरी खोज्ने भनेपछि अब पहिलेमा त तिमीहरुले T1 प्लेयर त कसैले भेट्दैन पहिलो सुरु चाहिँ आफ्नो साथीहरुलाई भन्ने केटा हो तिमीहरु र हामी खेलौं यस्तो यस्तो गरौं स्क्रिमहरु खेलौं भनेर पहिला चाहिँ आफ्नो टिमलाई कन्भिन्स गराउने र अनि सानो सानो स्क्रिम जस्तै 10 रुपैयाँ 20 रुपैयाँ 30 रुपैयाँ आफू कतिको सकिन्छ त्यतिको स्क्रिमहरु चाहिँ खेल्दै खेल्दै जाने अनि त्यसपछि आफ्नो टिमले जब यो भन्दा राम्रो लबी पनि मेरो टिमले खेल्न सक्छ भन्ने सोचेपछि चाहिँ त्यो भन्दा अलिकति हाई गर्दै स्क्रिम तिर पनि जान सक्नुहुन्छ टुर्नामेन्ट तिर पनि जान सक्नुहुन्छ र हामी चाहिँ दोस्रो कुरो गर्न खोज्दा चाहिँ पहिला सुरु चाहिँ आफ्नो टिम बनाउनु भयो त्यसपछि तपाईहरुले के गर्न सक्नुहुन्छ भने आफ्नो टिमको प्लेयरहरुलाई रोल तिमीहरुले यो खेल्न पर्छ तिमी यो खेल त्यो यो खेल भनेर आफ्नो टिमलाई रोल डिसाइड गरिदिने जस्तै एउटा स्नाइपर एउटा सपोर्टर एउटा सेकेन्डरी रसर एउटा प्राइमरी रसर त्यति गरेर तिमीहरुले छानिसकेपछि तिमीहरुले त्यसपछि के गर्न सक्छौ त त्यसपछि के गरेर चाहिँ तिमीहरुले बिल्ड अप गर्न सक्छौ अझै टिमको लागि भनेपछि चाहिँ तिमीहरुले पहिले सुरु चाहिँ आफ्नो टिम प्लेयर खोज त्यसपछि रोल डिसाइड गर्दियौ त्यसपछि के गर भनेपछि टिम कोअर्डिनेसन यो धेरै इम्पोर्टेन्ट छ यो टिम कोअर्डिनेसन चाहिँ फ्री फायरमा धेरै जस्तो टिमले चाहिँ यो टिम कोअर्डिनेसनले गर्दाखेरि वाइप हुने चक्कर चाहिँ धेरै भएको छ त्यसैले पहिला सुरु चाहिँ रोल डिसाइडहरु सबै गरिसकेपछि आफ्नो टिमलाई बिआर खेलाउने आफू अब 4 जना लाइनअपमा को हुनुहुन्छ उहाँहरुलाई चाहिँ सबजनालाई मिलाएर बिआर खेल्ने जस्तै अब स्क्रिम जस्तै तरिकाले बोलेर खेल्ने जस्तै खेल्ने अनि त्यसपछि आफ्नो टिमलाई बिल्डअप जति तपाईहरुले कोअर्डिनेसन बढाउँदै रहनुहुन्छ त्यति तपाईहरुको गेम चाहिँ राम्रो हुन्छ र तपाईहरुले राम्रोसँगले खेल्न सक्नुहुन्छ अनि 4 नम्बरको पोइन्ट चाहिँ लास्ट पोइन्ट रहेको छ 4 नम्बरको पोइन्टमा चाहिँ तपाईहरु अनि तपाईहरुले कसरी आफ्नो टिमलाई चाहिँ यो लेभलमा पुर्याउन सक्नुहुन्छ भनेपछि पहिला सुरु चाहिँ टाइम म्यानेजमेन्ट चाहिँ इट इज मोस्ट इम्पोर्टेन्ट किनभने आफ्नो प्लेयरहरु कोही अब एक्लै खेल्ने नगर्नु होला आफ्नो प्लेयरहरुलाई पुरै अब यति बजेदेखि यति बजेसम्म टाइम मिलाएर खेल्नु होला अनि यस्तै कन्टेन्टको लागि चाहिँ मलाई सम्झिन सक्नुहुन्छ म चाहिँ नेपालीमा कन्टेन्ट बनाउँछु त्यसैले तपाईहरु नेपाली हुनुहुन्छ भने मेरो भिडियोलाई लाइक कमेन्ट र शेयर गर्न नभुल्नु होला।